सधैँ यतिकै कहिले यहाँभन्दा माथि आउन सकेन। पोहोरको भन्दा अहिले भाउ बिक्री झन् बढ्दैछ। कमाइ चाहिँ बढ्नु छैन, कमाइ चाहिँ घट्छ। किनेर खानुपर्ने चिजहरू अहिलेको पोहोरको भन्दा अहिले बढ्छ। यी हुन् दोलखा जिल्ला डाँडा खर्कका कृष्ण खड्का। 35 वर्षीय खड्का राजधानी काठमाडौँ बस्न थालेको 10 वर्ष भयो। कमजोर आर्थिक अवस्था भएका खड्का गरिबीकै कारण कामको खोजीमा राजधानी छिरेका हुन्। सामान्य लेखपढ गर्न जानेका खड्काले राजधानीमा के नै काम पाउँथे र? यसो भन्दैमा कामै नगरी बाँच्न सक्ने अवस्था पनि थिएन। परिवारको लालन पालनका लागि उनले काठमाडौँको टुकुचा खोला नजिकै रहेको इच्छुमती तरकारी बजारमा भरियाको काम गर्न थाले। 1 क्विन्टल सम्मको भारी बोक्दा उनको हातमा 5 देखि 10 रुपियाँ मात्र पर्दछ। सोही 5-10 रुपियाँ जम्मा गरेर उनले दैनिक 300 रुपियाँ आम्दानी गर्छन्। हामी बसेको कोठाबाल 2000 रुपियाँ छ। अब खाना बस्न गर्दाखेरि चाहिँ 2000 रुपियाँ खाना बस्न लाग्छ, 4000 गइहाल्छ। अब डेली चाहिँ अब 200 भनेर डेली 200 पनि हुँदैन। कहिलेकाहीँ अब 100 रुपियाँ मात्रै हुन्छ, कहिलेकाहीँ हुँदै पनि हुँदैन। त्यही त्यो अघिल्लो दिन कमाएको नि खानु पर्यो। अब साला महिनाको चाहिँ त्यही 5-6 हजार रुपियाँ हुन्छ। खड्का र उनको परिवारको गुजारा अहिलेसम्म यसै गरी चलिरहेको छ। खड्का हरेक बिहान 5 बजे उठ्छन् र आफ्नो कामतिर लाग्छन्। दैनिक भारी बोकेर उनी राजधानीका विभिन्न स्थानहरूसम्म पुग्दछन् अनि साँझ मात्र डेरामा फर्कन्छन्। तर उनी आफ्नो काम र आम्दानीबाट भने सन्तुष्ट छैनन्। बढ्दो महँगीका कारण उनको राजधानी बसाइ पनि कष्टकर बन्दै गएको छ। उनले कमाएको पैसा खानपान र कोठा भाडा तिर्दैमा सकिन्छ। मासिक 2000 रुपियाँ बचत गरेर घरका लागि खर्च पठाउने गरेका खड्कालाई अहिले आफ्नो गुजारा चलाउन पनि धौधौ पर्न थालेको छ। उनको घर परिवारको सम्पूर्ण खर्च उनी माथि नै निर्भर छ। 5 छोरा छोरीको पठन पाठन र लालन पालन उनको पहिलो जिम्मेवारी हो। गाउँमा रहेको पाखो बारीको उब्जनीले वर्षमा मुस्किलले 6 महिना मात्र खान पुग्छ। 6 महिना चाहिँ बेसाएरै खानुपर्ने अवस्था छ। अब अरू अलि धनीका चाहिँ अब ठुल्ठुलो बोर्डिङ पढ्ने हाम्रो सरकारी स्कुलमा चाहिँ पढाइराखेको छ। त्यही पनि भने जति कक्षामा चाहिँ पढाउन सकिन्छ छैन। यसो 5-6 कक्षा पढायो, त्यो पढाउँदाखेरि केही काम छैन। अब हामीले पनि भारी बोक्यौँ, हाम्रो छोराछोरीले पनि भारी नै बोक्यौँ। गएको 2 वर्ष यता देशमा निकै महँगी बढेको छ। तर खड्काले पाउने ज्याला भने जस्ताको तस्तै छ, जसका कारण बिरामी पर्दा तथा चाडबाड एवं उत्सवमा हुने अतिरिक्त खर्चको जोहो गर्न खड्कालाई धौधौ परिरहेको छ। कम आम्दानी र बढ्दो महँगीका कारण उनले बचत गर्न पनि सकेका छैनन्। 1 दशक अघिदेखि राजधानी बस्दै आएका खड्कालाई हालको उच्च मूल्य वृद्धिका कारण यहाँ टिक्नै मुस्किल पर्न थालेको छ।